नमस्ते यहाँहरूलाई। हामी चाहिँ महाराजगञ्जबाट अहिले रातार अगाडि बढ्दैछु। महाराजगञ्ज पुलिस एकाडेमीदेखि अगाडि हिँडिरहेका छौँ। यतिखेर देख्न सक्नुहुन्छ यो चाहिँ टिचिङ कान्ति बाल हस्पिटल जाने बाटो भयो। थोरै अगाडि टिचिङ हस्पिटल रहेको छ। हामी लगातार अगाडि टिचिङ हस्पिटलको गेटमा पुग्न लागिसकेका छौँ। यो चाहिँ टिचिङ हस्पिटल रहेको छ। हामी थोरै अगाडि बढिरहेका छौँ। लगातार यहाँहरूलाई महाराजगञ्ज एरियादेखि चक्रपथसम्मको चाहिँ एरियामा देखाउन गइरहेको छु। हामी अगाडि बढिरहेका छौँ। बाटो खासै जाम भएको छैन। बाटो एकदमै खाली नै रहेको छ, देख्न सक्नुहुनेछ। एकदमै बिस्तारै बिस्तारै यो चाहिँ देख्नु भएको छ हजुरले। अमेरिकन एम्बेसी रहेको छ चक्रपथमै, देख्न सक्नुहुन्छ। अमेरिकन एम्बेसी थोरै अगाडि बढ्यौँ। यहाँबाट अगाडि जाँदा सिधा हामी चक्रपथमा पुग्छौँ। अहिले ठ्याक्कै चक्रपथमा जाम भएर हामी चाहिँ यहाँ रोकिएका छौँ।